हेलो नमस्ते मेरो सानो भ्लगमा तपाईँहरूलाई स्वागत छ है। आज म फर्स्ट टाइम भ्लग बनाउनु गएको छु अनि यो चाहिँ कर्णाली चिसापानी रहेको छ मेरो होम टाउन है। यो देख्न सक्नुहुन्छ यो कर्णाली बस पार्क हो चिसापानीको। अनि म चाहिँ यसो हजुरहरूलाई पुलको हल्का दृश्य देखाउन गइरहेको छु र यो चाहिँ कर्णाली पुल रहेको छ। म त्यहाँ जाँदैछु। चिसापानी आयो भने यहाँको माछा खानु चाहिँ नछुटाउनु होला है। कर्णालीको ताजा माछा। दिस इज द वे टु। यो चाहिँ कर्णाली नदी है। बडाको नहर बडाको पानी गाउँतिर जान्छ। देख्न सक्नुहुन्छ यो चाहिँ कर्णाली ब्रिज रहेको छ। कर्णाली पुल हाम्रो सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको छ। कर्णाली चिसापानी हेर्न सक्नुहुन्छ। यहाँ हल्का बिजी छ घुम्न आउनेहरूको सङ्ख्या। यदि तपाईँहरू पनि बाँके बर्दिया अनि कञ्चनपुर नजिकको क्षेत्रतिरबाट घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ है। नजिक पनि छ, एफोर्डेबल पनि छ हाम्रो कर्णाली चिसापानी है। हेर्न सक्नुहुन्छ यहाँदेखि पारिपट्टिबाट यो कर्णाली चिसापानीको बजार, सिद्धार्थ होटेल। यो चाहिँ हाम्रो यहाँनिर यो रहेको छ शिव मन्दिर। अनि यो चाहिँ यहाँ ऱ्याफ्टिङको पनि सुविधा छ है गाई। हेर्न सक्नुहुन्छ यहाँ ऱ्याफ्टिङ गर्दै हुनुहुन्छ मान्छेहरू। यो हरियाली वन जङ्गल कस्तो सुन्दर छ है। साँच्चीकै अवश्य एकचोटि घुम्न आउनु होला हाम्रो कर्णाली चिसापानीको यो कर्णाली ब्रिज। अनि यहाँको ताजा माछाहरू खाएर यहाँको इन्जोय गर्न सक्नुहुन्छ त्यो ठाउँको।